यी हुन् जितु महतो। न त उनी स्कुल गए, न त उनीसित जमिन नै थियो। उनका 3 छोराहरू भए। जेठो छोरा उमेर पुग्ने बित्तिकै साउदी अरेबिया लागे। दाइलाई पछ्याउँदै माइलो छोरा दुबई र कान्छो छोरा मलेसिया पुगे। अहिले छोराहरूले पठाएको पैसाले उनका नातिहरू बोर्डिङ स्कुल जान्छन्, राम्रो लुगा लगाउँछन् र उनी स्कुटर चढ्छन्। नेपालका धेरै घरहरूमा यस्तै कथा छन्। रेमिटेन्सले जीवन माथि उठाएको छ। तर यो कथा यतिमै रोकिँदैन। कतै त गाउँ नै रित्तिएका छन्। कोही कफिनमा आएका छन्, कोहीलाई हतकडी लगाएर फिर्ता पठाइएका छन् र कति घरबार बिग्रिएका छन्। यो विषयलाई राम्रोसँग बुझ्नलाई हामीले नेपालको डेटा हेर्नुपर्छ। नेपालको जनसङ्ख्या करिब 3 करोड छ। यो अस्ट्रेलिया, नेदरल्यान्ड, बेल्जियम र युएई भन्दा ठुलो छ। जनसङ्ख्याको हिसाबले नेपाल 50औं ठुलो राज्य हो। अब जीडीपी हेरौँ। जीडीपी भनेको एक वर्षमा एउटा देशले उत्पादन गर्ने कुल आम्दानी हो। प्रति व्यक्ति आम्दानी जीडीपी पर क्यापिटाको हिसाबले नेपाल 160औं स्थानमा छ। जबकि नेपाल तुलनात्मक रूपमा शान्त छ, तीव्र गतिमा आर्थिक विकास भइरहेका देशको नजिक छ। नेपालको जीडीपीको करिब 33% रेमिटेन्स हो। विश्वमा नेपालभन्दा बढी रेमिटेन्स ल्याउने देश केवल 3टा छन्। करिब 35 लाख मानिसहरू विदेशमा काम गर्छन्, जुन जनसङ्ख्याको करिब 14% हो र हरेक दिन 2000 देखि 2500 मानिसहरू देश छोड्छन्। मुख्य गन्तव्यहरू मलेसिया, गल्फ देश र भारत हुन्। अहिले अमेरिका, बेल्जियम, पोर्चुगल र अन्य युरोपेली देशहरू पनि जाने प्रवृत्ति बढिरहेको छ। अनि देश अनुसार रकम तिर्नुपर्छ। इलिगली अमेरिका लगिदिएको 80 लाख, बेल्जियम गएको 9 लाख, पोर्चुगल गएको 13 लाख पर्दछ। पढाइ हो या काम, लाखौँ युवाहरू देश छोडिरहेका छन्। हामी यहाँसम्म कसरी आइपुग्यौँ? यो बुझ्नलाई सबैभन्दा पहिले हामीले नेपालीहरू किन विदेश जान्छन् भनेर बुझ्नुपर्छ। नेपालीहरू आफ्नो इतिहासप्रति निकै गर्व गर्छन्। हामी कहिले पनि कोलोनाइज भएनौँ। बुद्ध यहीँ जन्मेका हुन्, सगरमाथा यहीँ छ। सन् 1854 को मुलुकी ऐनमा विदेश गएर आएका उच्च जातहरूले आफूलाई शुद्धिकरण गर्नुपर्थ्यो, किनकि विदेशीहरू पानी नचल्ने मानिन्थे। यस्तो मेन्टालिटी भएको देशका मानिसहरू किन विदेश गइरहेका छन्? सतहमा हेर्ने हो भने उत्तर सजिलो छ। आर्थिक अवस्थाले गर्दा मानिसहरू देश छोडिरहेका छन्। विभिन्न कारणहरूले गर्दा नेपालमा रोजगारीका अवसरहरू सीमित छन्। रोजगारी भए पनि तलब कम हुन्छ। नेपालमा एउटा इएनटी डाक्टरले वर्षको 10 लाख कमाउँछ भने त्यही डाक्टरले अमेरिकामा काम गरे 4 करोड कमाउँछ। राम्रो तलब हुने काम पाए पनि त्यहाँसम्म पुग्नलाई आफ्नो मान्छे चाहिन्छ, सोर्स फोर्स लगाउनुपर्छ। अनि विदेश गएकाहरूलाई हेर्दा उनीहरू छोटो समयमा नै माथि उठे। त्यसैले सफलता भनेको विदेश जानु भन्ने धारणा बनेको छ। त्यसैले विदेश जानु भनेको सोसल स्ट्याटस बन्यो। अमेरिकाबाट आउनेलाई बिहे गर्न सजिलो हुन्छ। मान्छेहरूले उसको कुरा उत्सुकताले सुन्छन्। अनि यो मेन्टालिटीको नतिजा हामीले चारैतिर देख्छौँ। पोखराको न्यू रोड, बुटोलको अमरपथ वा काठमाडौँको पुतली सडक। हरेक भवनका भित्ताहरू विदेश पढ्न जाने वा काम गर्न जाने भन्ने एडभर्टाइजिङ बोर्डहरूले भरिएका छन्। अनि विदेश जाने होडबाजी नै चलेको छ। यही नै नेपालीहरूको पब्लिक कन्सियसनेस बनेको छ। अर्को प्रश्न हो, यो सोच नेपालमा कसरी विकास भयो? यसको लामो इतिहास छ, जुन नेपालको भूगोल, इतिहास र धर्मसँग गाँसिएको छ। त्यसैले आजको यो विदेश जाने रहर वास्तवमा पुराना प्रविधिहरूको निरन्तरता हो। अनि यसका 3 मुख्य कारणहरू छन्। पहिलो, पहाडी क्षेत्रहरू उर्वर छैनन्। जब जनसङ्ख्या बढ्यो, नयाँ जमिन खोज्नु पर्यो। त्यसैले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका र मधेस जित्न चाहेका थिए, ताकि उर्वर जमिन प्राप्त होस्। यही कारणले गर्दा खस आर्यहरू पूर्वतर्फ बसाइ सरे र बसाइ सर्दै जाँदा उनीहरू सिक्किम, भुटान र बर्मासम्म पुगे। दोस्रो हो, हिन्दू धर्म र जाति व्यवस्थाले केही आर्थिक गतिविधिहरूलाई निषेध गर्यो। बाहुनले फलामको काम गर्न पाएन, न त गीतै गाउन पायो। अर्कोतर्फ कामी सैनिक हुन पाएन। त्यसैले उनीहरूलाई नयाँ रोजगारीको खोजीमा आफ्नो ठाउँमा केही गर्नुभन्दा पहिलेदेखि नै मानिसहरू बसाइ सर्न लागे। तेस्रो कारण नेपालको सांस्कृतिक विविधतासँग गाँसिएको छ। कोही समूह आफूलाई मूलवासी भन्छ। यसको अर्थ हुन्छ अर्को समूह मूलवासी होइन। केही प्रभावशाली नेपाली परिवारहरू, विशेष गरी राणाहरू र शाहहरू आफ्नो पहिचान भारतसँग जोड्दछन्। अनि यो प्रक्रिया सयौं वर्षसम्म चलिरहेको छ। हाम्रा प्रसिद्ध कृतिहरू हेरौँ। शिरीषको फूल
एउटा विदेशमा लडेर आएको सेनाको बारे हो। मुना मदन विदेशमा कमाउन गएको परिवारको बारे हो। हाम्रा राष्ट्रिय विभूतिहरू हेरौँ। अरनिको चाइना गएर काम गरे। भानुभक्त, मोतीराम भट्ट, जय पृथ्वी बहादुर सिंह भारत गएर पढे। बलभद्र कुँवर लडाईँ हारेपछि विदेशी सेनामा भर्ती भए। हाम्रा शहीदहरू भारतमा पढे। हाम्रा नेताहरू भारतबाट आन्दोलन गरे। 2/3 मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अमेरिका छोडेर आएका हुन्। हाम्रो अर्थमन्त्री स्वर्णिम वाग्लेको परिचय दिँदा बेलायत र अस्ट्रेलियामा पढेको कुरालाई ध्यान दिइन्छ। विदेश जानु नराम्रो कुरा होइन, बरु हामी जानुपर्छ, अरूबाट सिक्नुपर्छ। यो त झन् राम्रो कुरा हो। तर यसले हाम्रो समाजमा विदेश जाने प्रविधि कति गहिरो छ भनेर देखाउँछ। यदि विदेश जानु राम्रो हो भने यो विषयमा यो भिडियोमा हामीले किन चर्चा गर्यौं? इजरायल र अमेरिकाले इरानमा आक्रमण गर्यो, जसले गर्दाखेरि 19 लाख नेपालीहरूले रोजगार गुमाउन सक्छन्। क्यानाडा, जापान, अमेरिकाले विदेशीहरूलाई आउन रोक लगाउँदैछ। अनि एआईले गर्दा करोडौँ कामहरू हराउँदैछन्। हामी परिवर्तनको पर्खाइमा बस्न सक्दैनौँ। परिवर्तन गर्ने समय बितिसकेको छ। जब राष्ट्रसँग अवसर थियो, त्यो समय धेरैजसो हिन्दू राष्ट्र निर्माण र भ्रष्टाचारमै खर्च भयो। नेपालमा सफलता लामो समयदेखि विदेश जानु भन्ने थियो। तर अब प्रश्न उठ्छ, के नेपालले यस्तो भविष्य निर्माण गर्न सक्छ जहाँ सफलता भनेको यहीँ बस्नु हो?